हामी 30 दिनको यस सिरिजमा होम सर्भर, जेङ्गो पाइथनको सर्भर अनि ESP32 डिभाइस, रेस्पबेरी पाई, MQTT अन्य बारेमा छलफल गर्नेछौँ र एउटा कम्प्लिट होम सर्भर बनाउनेछौँ। आजको यस 8औं श्रृङ्खलामा हामी मोडेल आर्किटेक्चर केही अध्ययन गर्नेछौँ। डाटाबेस कनेक्सन सम्बन्धीका कुराहरू गर्नेछौँ। आजको यस सिरिज गरौँ है त। फटाफट हामी VS कोड स्टार्ट गर्दैछौँ। VS कोड ओपन गरौँ। अहिलेसम्मको हाम्रो यो पेजमा नर्मली खासै केही पनि गरिएको छैन। जस्तै जहिले जस्तै पनि हामी हाम्रो भर्चुअल इन्भाइरोमेन्ट स्टार्ट गर्नुपर्ने हुन्छ। भर्चुअल इन्भाइरोमेन्टको बारेमा सुरुका भिडियोहरूमा राखिएको छ, त्यसको बारेमा तपाईँले हेर्न सक्नुहुन्छ। पाइथनको भर्चुअल इन्भाइरोमेन्ट स्टार्ट गर्नको लागि विन्डोज र म्याकको छुट्टा छुट्टै कोडहरू छ। मैले फर्स्ट डेमै राखेको छु। एक्टिभेट सोर्स VENV एक्टिभेट, VNV बिन एक्टिभेट छ लिनक्स र म्याकको लागि भने विन्डोज कम्प्युटरहरूको लागि चाहिँ VENV स्क्रिप्ट स्ल्यास एक्टिभेट छ। स्ल्यास ब्याकस्ल्यास र फरवर्ड स्ल्यास फरक छ विन्डोज र म्याकको लागि। यो तपाईँहरूले यसो ख्याल गर्नु होला। र त्यसपछि हामी चाहिँ आजको यस 8 दिनको मोडेल आर्किटेक्चर अथवा डाटाबेस सम्बन्धीको सिरिजमा हेर्न गइरहेका छौँ। सबैभन्दा पहिला हामी के गरौँ, भर्चुअल इन्भाइरोमेन्ट एक्टिभेट गरौँ। सोर्स VENV बिन एक्टिभ गरेर गरौँ र पाइथन म्यानेजर.py रन सर्भर गरेर हेरौँ। रन सर्भर अहिलेसम्म हामीले गरेका छौँ। यो हामीले होम पेजको मेन पेजमा राखेको हुँदा पेज नट फाउन्ड दिएको छ। एप्लायन्सेसमा सम इरर, टेम्प्लेट डज नट एक्जिस्ट। हामीले सायद केही हिजोको डिबग प्रोसेसमा केही गडबड गरेका थियौँ। भ्युजमा जाउँ, यहाँनिर एप्लायन्सेस छ होला। एप्लायन्सेस यो यहाँसम्म हामीले गरेका छौँ। अरू कन्ट्रोल पनि 2वटा एप चाहिँ गराएका छौँ र डिजाइनहरू कुनै पनि गरिएको छैन। अहिलेको अवस्थामा डिजाइन भन्ने कुरा एकदम सिम्पल छ। AI जस्तो चिजहरूले एकदम सिम्पल गर्छ। प्रब्लम सल्भको लागि केही गर्नु पर्यो भने ChatGPT को युज गर्छ भने डिजाइनिङहरूको लागि चाहिँ जेमिनाईको प्रयोग गरेर डिजाइन गर्ने गर्छु। केही कुराहरूको पनि यस्तै जेमिनाईको नयाँ कुनै प्रम्प्ट दिएँ भने क्रिएट सिम्पल होम अटोमेसन देयर ह्याभ 5 स्विच 5 लाइट गरौँ हैन, लाइट एन्ड सेन्सर सम सेन्सर लिस्ट। अब यसलाई सबमिट गरिदिएँ। यसले चाहिँ एकैछिनमा एउटा डिजाइन बनाएर दिन्छ हामीलाई। एकदम फर्स्ट क्लास डिजाइन बनाएर दिन्छ। यहाँनिर हामीले क्यानभासमा क्लिक गरेर यो चाहिँ गऱ्यो भने चाहिँ हुन्छ हैन। यसले चाहिँ पेजै बनाएर दिन्छ। अब यसले चाहिँ वेब पेजै बनाएर दिन्छ। त्यही भएर हामीले यस्तो सामान्य कुराहरू अहिले वेब पेज जस्तो कुराहरू चाहिँ हामीले सबै त्यसमा यता हुँदै गर्छ। हाम्रो आजको सिरिजमा ट्राई गरौँ। आजको यस सिरिजमा के छ भन्दा सबभन्दा पहिले हामीले एप्लायन्सेस फोल्डरभित्रको मोडल्स बनाउने भने मोडल एप्लायन्सेसभित्र मोडल्स.py एउटा बनाउनु। यसलाई चाहिँ कपी गरेर ल तपाईँलाई कोडहरू चाहिँ म गिटहब अथवा कमेन्ट गर्नु होला। एप्लायन्सेस फोल्डरको मोडलभित्र गएर यसलाई कपी पेस्ट गरिदिएँ। यहाँनिर सम स्ट्रिङ टाइपिङ मिस्टेक भएको रहेछ, सरी एफ स्ट्रिङ। सामान्य इररहरू चाहिँ यहाँ देखाउँछ होइन तपाईँको चाहिँ। अहिले मैले यहाँको कहाँनिर के मिलेन भन्ने कुराहरू लाइन कति नम्बरमा छ, लाइन 10 मा गएर यसो हेर्नुहोस् भनेर छ। यहाँनिर इररहरू सल्भ हुन्छ। अहिले यो मोडल एड गरेँ। अब यो मोडल भनेको जस्तै नर्मली डाटाबेस हो। डाटाबेस SQL स्ट्रक्चरहरू चाहिँ जेङ्गोले अटोमेटिकमा गरिदिन्छ। अगाडिको त्यो के भन्छ ट्राई गरिरहेको थियौँ होइन, जेमिनाई यहाँसम्मको पेज बनाइदिन्छ। यसलाई अब एकचोटि हामीले फुल पेजमा गएर हेरौँ है। त्यसलाई फुल पेजमा लगेर कपी लिङ्क गरेर म एउटा नयाँ ड्यासबोर्डमा पेस्ट गर्दैछु है। कस्तो खालको डिजाइन बनाइदिन्छ यसले। पुरै स्मार्ट होम ड्यासबोर्ड, लाइट, अफिस, किचन, लिभिङ रुम, बेडरुम, सेन्सरहरू मैले थोरै दिएको। अब त्यसपछि यहाँनिर स्मार्ट सजेसन यहाँ के लेखेको छ हेर्नुहोस् त। सजेसन समेत मर्निङ इनर्जी सेभर म के मर्निङ इनर्जी सेभरमा अहिले यहाँ के हुन्छ यसको अटोमेटिक यसले किचन लाइट बाहेक अरू सब अफ गरिदियो। मर्निङ वर्क फोकस सबै अफ गरेर अफिस मात्रै अन गरिदियो। त्यसरी यस्तो खालको पेज पनि यसैले बनाइदिन्छ। त्यही भएर म जेमिनाईको युज गर्छु। हामीले यसरी कोडहरू यहाँनिरबाट यो सबै कपी गरेर लगेर हामीले डिजाइन गर्न सक्छौँ। यसको लागि हामीले कुनै पनि छुट्टै अहिले HTML CSS जाभा स्क्रिप्ट अब सिक्ने छैनौँ। यो सिरिजमा हामीले चाहिँ तपाईँले आफै सिक्न सक्नुहुन्छ। यसमा चाहिँ हामी फुल्ली फोकस गर्नेछौँ होम अटोमेसन सर्भर सम्बन्धी। हामी अहिले यहाँसम्म आएका छौँ। अब यसमा यहाँनिर यो मोडललाई हामी अब तुरुन्तै डाटाबेसमा पठाउने काम गर्छौँ। यसको लागि 2टा छ होइन, पाइथन म्यानेजर.py मेक माइग्रेसन भन्ने बित्तिकै उसले चाहिँ माइग्रेसन क्रिएट गर्छ, नयाँ माइग्रेसन बनाउँछ भनेको डाटाबेसमा पठाउने काम गर्छ। डाटाबेस स्केमा बनाउँछ। त्यसपछि माइग्रेट गर्ने बित्तिकै डाटाबेसमा पठाइदिन्छ। डाटाबेस भनेको हामीले अहिले SQLite डाटाबेस प्रयोग गर्दैछौँ। SQLite अटोमेटिक DB SQLite फाइल बनेको छ। पछि चाहिँ हामी MySQL डाटाबेस प्रयोग गर्न सक्छौँ। अरू डाटाबेस प्रयोग गर्न सक्छौँ। अहिले चाहिँ तुरुन्तै हामीले योको लागि SQLite यही डाटाबेसमा जान्छ। थोरै यहाँ पहिले यसको डाटाहरू देखिरहेको छ। SQLite यसमै छ। टर्मिनल जहिले पनि Ctrl+C म्यानेजर.py माइग्रेसन्स गराए। क्रिएट अ मोड एप्लायन्सेसको मोडल क्रिएट भयो भन्छ। कहाँनिर भयो, एप्लायन्सेस फोल्डरभित्रको माइग्रेसनमा गएर इनिसियल एउटा यो फोल्डर बन्यो। यहाँनिर चाहिँ यसले एउटा मोडलको स्किमा डाटाबेस स्किमा तयार गरिदियो। यहाँनिर
आइडी नेम स्ट्याटस लोकेसन हामीले आइडी चाहिँ दिएको थिएन उसले चाहिँ आइडी चाहिँ अटो जेनेरेट गर्छ यहाँनिर आइडी अटो जेनेरेट गर्छ अब यहाँ त भयो अब डाटाबेसमा त गएको छैन है अब यसलाई चाहिँ माइग्रेट गरौँ पाइथन म्यानेजर .py माइग्रेट यसरी माइग्रेट गरौँ यो अल माइग्रेसन माइग्रेट भयो नो माइग्रेसन टु अब बाँकी माइग्रेसनहरू हुन बाँकी चाहिँ छैन यो चाहिँ डाटाबेसमा गइसक्यो होइन admin.py मा गएर यो कोडलाई राखौँ जेङ्गो कन्ट्री इम्पोर्ट एडमिन इम्पोर्ट गर्ने त्यसपछि चाहिँ मोडल इम्पोर्ट गर्ने एप्लायन्सेस मोडल इम्पोर्ट गर्ने admin.site रजिस्टर एप्लायन्सेस यति गर्यो भने एडमिन प्यानलमा यो मोडल फुल्ली रजिस्टर हुन्छ यसबाट डिभाइस एड गर्न के गर्न सबै सकिन्छ होइन अहिले हामीले यहाँनिर पाइथन म्यानेजर.py रन सर्भर गरेर गऱ्यौँ भने एडमिनमा गएर हामीले के युजर हान्ने यो लगइन गर्नलाई कुनै एडमिन युजरहरू छैन त्यही भएर हामी नयाँ जेङ्गो सुपर युजर चाहिँ क्रिएट गरौँ कन्ट्रोल सी गरे सर्भर बेक गरेँ त्यसपछि पाइथन म्यानेजर.py क्रिएट सुपर युजर गरेँ अब नाम फिल गरौँ मेरो नाम फिल गरेँ अलरेडी एक्जिट मैले यहाँ बनाइसकेको रहेछु त्यही भएर म न्यू युजर ट्राई गर्छु है त केन्द्र गरेँ इमेल एड्रेस आफ्नो पासवर्ड राखेँ पासवर्ड इज टु सर्ट यसलाई यस गर अथवा नगरौँ फेरि गरौँ भनेको छ अहिले मैले यतिकै पासवर्ड गरेँ पर्सनल युजको लागि भएर यो चाहिँ भइसक्यो रजिस्टर भइसक्यो पाइथन म्यानेजर.py रन सर्भर यहाँनिर मैले रजिस्टर गरेको युजर नेम आयो पासवर्डमा गरेँ यो आयो होइन अब त्यसपछि एड एप्लायन्सेस गरेँ भने अब एप्लायन्सेसमा जस्तै नाम एलइडी बेडरुम एलइडी नाम दिएँ त्यसपछि लोकेसन चाहिँ बेडरुम भनेपछि बेडरुममै भयो स्ट्याटस चाहिँ अहिले त्यतिकै भयो अनि सेभ एन्ड एनदर गरेँ अब त्यसपछि फ्यान एसी बेडरुम सेभ दुईवटा गरेँ यसपछि यहाँ डेटा आयो अब यसलाई चाहिँ अन अफ स्ट्याटस चाहिँ अन अफ यताउता गर्न सक्यो होइन यसै यो डाटा चाहिँ अब डाटाबेसमा गइसक्यो जस्तो हाम्रो डाटाबेस SQL3 गएर यहाँनिर बसिसक्यो एप्लायन्सेस भित्र गएर बसिसक्यो होइन यो चाहिँ भइसक्यो अब हामीले चाहिँ अब युजर नेम राख्न सकियो अर्को पासवर्डहरू आफैले एड गर्न सकियो होइन यस्तो गर्न सकिन्छ त्यसपछि अब अर्को अब लगइन गरेपछि हाम्रो एप्लायन्सेस मोडलमा यिनी सबै हामीले गरिसक्यौँ होइन फाइनल स्टेप यति छ आजको स्टेपमा क्रिएट मोडल गऱ्यौँ मोडल.py एप्लायन्सेस फोल्डरको मोडल.py मोडलमा फिल्डहरू चाहिँ नेम स्ट्याटस लोकेसन तपाईँको एज तपाईँको कुन चाहिँ देखाउने होइन के देखाउने आफ्नो विचारमा चाहिँ डाटाबेस बनाउन सकियो त्यसपछि माइग्रेट डाटाबेसमा चाहिँ अनिवार्य चलाउनु पर्ने चाहिँ फङ्सन थियो पाइथन म्यानेजर.py मेक माइग्रेसन पाइथन म्यानेजर.py मेकअप माइग्रेसन गरिसकेपछि मोडल रजिस्टर गरियो अर्को के गरियो सुपर युजर क्रिएट गरियो तपाईँको बनाएको छैन भने फर्स्ट टाइममा अथवा नयाँ युजर चाहियो भने पाइथन म्यानेजर.py क्रिएट सुपर युजर गरेर नयाँ युजर बनाउने एडमिनको लागि लोकल होस्टमा गएर एडमिन गरेर हामीले डिभाइस एड गऱ्यौँ थ्याङ्क यू भेरी मच आजको यस सिरिजमा यति मात्रै छ डे 9 मा एडमिन डैशबोर्ड प्रयोग गर्नेछौँ एडमिन डैशबोर्ड बनाउनेछौँ एडमिन डैशबोर्ड बनाउने तरिकाहरू प्यानल चाहिँ अलिकति नराम्रो भएको एडमिन प्यानल ब्युटिफुल तरिकाले बनाउनेछौँ आजको लागि यति नै थ्याङ्क यू भेरी मच धन्यवाद